हेलो गाइस, आज चाहिँ हामी सबैजना मौलाकालिका जाँदैछौँ है। अहिले चाहिँ हामी बाटोमा हिँड्दैछौँ। हेलो हेलो कृतिका, हेलो हाई। हामी सबै यति छौँ यहाँ, अझै यतातिर जुट्नै छौँ। सबैजना भयो अब हामी यहाँबाट रोडमा निस्केर अटो चढेर मौलाकालिकाको फेरिसन गएर त्यहाँबाट केबुल कारमा जान्छौँ। त्यसपछिको भ्लगहरू नि म ल्याउँदै गर्छु है। यता हुनुहुन्छ हाम्रो भिनाजु, बाबुलाई लिएर हिँडिरहनु भएको छ। गाइस, अब चाहिँ हामी यहाँ रोडमा आइसक्यौँ। अब यहाँबाट चाहिँ हामी अटो चढ्छौँ। अटो चढेर हामी जान्छौँ। अटो नपाइएको कारणले चाहिँ हामी अब हिँड्दै जाँदैछौँ है। फाइनली हामी चाहिँ यहाँ अब आइसकेको छौँ। हाई, हामी आइपुग्यौँ। अब केबुल कार, मौलाकालिका केबुल कार। गाडीमा चढेर खाने है। खुवाउनु पर्छ के भिडियोमा के देखेर हेर केबल कारमा चढेको मजा आयो। यसले त कामै टुन्नु हुन्छ। हाम्रो नि गराइदेऊ खिच्दै भिडियो यो उमै एड गर्नु कुकुरलाई देऊ न एउटा भिडियो गरिदिन्छु ल। दिलको माझमा गलबन्दी गलबन्दी छतियो तिमीले तानेर हसाउन नखोज सोझी ठानेर गल्बाउन नखोज सोझी ठानेर गाइदेऊ गीत किन भाउ खाठी छौ बन्द मुखमा पिडालु राखी छौ गलबन्दी गलबन्दी छतियो तिमीले तानेर बोलाउन नखोज सोझी ठानेर। फाइनली गाइस, मन्दिर पनि पुग्यो। म अघि छु, बाँकी सब तल हुनुहुन्छ। हेलो भन्नु भन्छ। हेलो हेलो भन्नु न। ब्लग गराउनु लाग्यो क्या ब्लग। गाइस, फाइनली आइयो मन्दिर मौलाकाली। वाउ, सो नाइस।
चाहिँ माथि आइसकेको छु फाइनली हामी चाहिँ पूजा गर्न सकेको छौँ दिदी आज उता जाने मन्दिर पहिलेदेखि बनाउला हामी यहाँभित्र पूजा गर्दैछौँ सबजना हाम्रो घरको विश्व सुन्दरीहरूको सवारी हुँदैछ भगवानको नाम जपिरहनु भएको छ हाम्रो टोलीमा छन् अब गाई चाहिँ हामीले चाहिँ अब नरिवल पुगिसक्यौँ अब हाम्रो धुपबत्ती बाल्ने हेलो गाइजहरू छोरो हेरेन यता हेरिदेऊ न हेर्दै हेरेन यता हेरिदेऊ यता 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 हेलो हेलो भनिदेऊ न छन् हाम्री भान्जी कान्छी भान्जीको ट्याग ओभर ट्याग भएर ठुली कान्छीमा पुगेको छ ओके कस्तो अनुभव लागिरहेको छ कान्छी भान्जीको पद खोज्दा केही छैन आफूभन्दा सानो बहिनीहरू पाउँदा एकदम खुसी लाग्छ यता हुनुहुन्छ हाम्रो घरको ठुलो भिनाजु यता हुनुहुन्छ अर्को कान्छे भिनाजु फाइनली गाइज अब हामी फर्किसकेको छौँ हेलो हेलो दिदी हेलो दर्शन गरेर अब हामी घर फर्किँदैछौँ है त फाइनली गाइज हामी चाहिँ अब फर्किन सकेको छौँ यो हाम्रो केबल कार देयर इज हामी इज दामी बर्थडेमा हामी फ्रीमा आउन पाउँदा रहेछ 17 तारिकसम्म रहेछ फ्री नै हुन्छ र हुँदैन 20% भ्यालिड भनेर लेखेछ नि त सुरु भयो गाइज हामी चाहिँ अब फर्किन उल्टो परेछ रमाइलो भयो आज जे होस् हामीले देखाइकिन हेर्नु पछि धामिलो मनकिन गलबन्दी च्यातियो तिमीले तानेर फसाउन नखोज सोझी ठानेर गलबन्दी च्यातियो तिमीले तानेर फसाउन नखोज सोझी ठानेर माइली माइजूको जाओस् हाम्रो आमाले पनि गीत झिक्न जान्दैछ हैन माइली माइजूको जाओस् न रोक्नु निष्ठ भएन के 10 मिनेट चाहिँ पुरा हुने हामी झर्ने बेला नि आइसकेको छ कसलाई देख्न मन लाग्यो घर सुबु आमालाई हो किन खुसी भइदैन गाइदे फाइनली गाइज हामीहरू चाहिँ झरिसकेको छौँ अब हाम्रो पैसो भ्याइयो यहाँबाट यहाँ लगेज गुड्काउँदै हिँड्नु भयो हाम्रो लाउरे देवर हो यहाँ नि गइरहेको मूर्ति